कल्पना गर्नुस् राति तपाईँ पढ्दै हुनुहुन्छ, अचानक बत्ती गयो, इन्टरनेट गायब भयो, मोबाइलमा चार्ज नै छैन, वरिपरि अन्धकार मात्रै छ। यो कुनै एक दिनको समस्या होइन, हरेक दिन यही समस्या छ। नेपालमा यो समस्या आजभन्दा केही वर्ष अगाडि थियो। त्यो बेला नेपालमा बिजुलीको नाममा अन्धकार मात्रै थियो। दिनभरि लोड सेडिङ, रातभरि अन्धकार र मोबाइलमा चार्ज गर्नको लागि क्याफे धाउनु पर्थ्यो। विद्यार्थीहरू मैनबत्तीको उज्यालोमा पढ्थे, व्यापार ठप्प हुन्थ्यो। नेपाल बिजुली नभएको देश जस्तै थियो। तर अचानक केही वर्षमा सबै बदलियो। बत्ती दिन रात आउन थाल्यो, इन्टरनेट फटाफट चल्न थाल्यो र उद्योग व्यापारले अलि गति लिन थाल्यो। विद्युतमा अहिलेसम्मको चमत्कारिक परिवर्तनको पछाडि एउटै नाम छ, त्यो हो कुलमान घिसिङ। आखिर उनले के चमत्कार गरे कि नेपालमा लोड सेडिङको अन्त्य नै भयो? नेपालको लोड सेडिङ अन्त्य गर्ने बिजुली नायकका रूपमा चिनिने व्यक्तिमाथि किन आरोप लागे र अहिले आखिर सरकारले किन कुलमान घिसिङलाई कार्यकाल पुरा नहुँदै हटाउन खोज्दैछ त? आउनुस् हेरौँ कुलमान घिसिङको यात्रालाई। रामेछापको बेथान भन्ने ठाउँमा कुलमान घिसिङको जन्म भएको थियो। उनले त्यही गाउँमा 5 सम्म सरकारीमा पढ्छन् भने एमआरएस बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गर्छन्। उनी पढाइमा निकै नै अब्बल थिए र उनले अस्कल क्याम्पसबाट आइएससी गरे भने पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे। त्यसपछि उनले नेपाल विद्युत प्राधिकरणको 7औं तहका इन्जिनियरका रूपमा काम गर्छन्। त्यहाँ उनले चिलिमे जलविद्युत आयोजनाको प्रमुखका रूपमा काम गर्ने मौका पाउँछन् र यो कार्यमा उनले निकै नै मेहनत गर्छन्। परियोजनालाई कुलमानले सोचे भन्दा बढी सफल बनाउँछन्। उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल बनाउन सकिन्छ भन्ने कुराको प्रमाणित गरेर देखाइदिन्छन्। तर यति राम्रो काम गर्दा गर्दै त्यहाँका स्थानीयलाई लखपति बनाउँदा बनाउँदै पनि उनलाई त्यो योजनाबाट हटाइयो र प्राधिकरणको केन्द्रतिर तानियो। प्राधिकरणको केन्द्रमा आएपछि उनले करिब 2 वर्षसम्म कुनै पनि जिम्मेवारी पाएनन्। 2 वर्षसम्म कार्यालय गएर हाजिर गर्ने र घर फर्कने दैनिकी बन्यो। उनको अवस्था यस्तो आइसकेको थियो कि उनी राजीनामा दिने मुडमा थिए। तर पछि प्रचण्डको सरकार बनेपछि सरकारले उनलाई विश्वास गरेर विद्युत प्राधिकरणको एमडी बनायो। त्यसबेला उनलाई जुनियर व्यक्ति एमडी बनेको भनी प्राधिकरणमा धेरैले विरोध गरे। कुलमान प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक बनेपछि उनको प्रमुख उद्देश्य भनेको लोड सेडिङलाई अन्त्य गर्ने नै थियो। कुलमान र कुलमानको टिमले नेपालमा लोड सेडिङ अन्त्य गर्नु छ भनेपछि पहिला सानो कदमबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ लोड सेडिङ अन्त्यको काम स्टेप बाई स्टेप सुरु गरेका थिए। उनले पहिलो चरणमा देशको राजधानीबाट लोड सेडिङ अन्त्य हुनुपर्छ भन्ने मान्यताका साथ सबैभन्दा पहिला काठमाडौँमा लोड सेडिङ मुक्त गर्ने कार्य गर्छन्। 2073 सालको लक्ष्मी पूजाको दिनबाट काठमाडौँमा लोड सेडिङ अन्त्य गर्ने भनी सुरुवातको साथमा लाइट प्रोभाइड गरियो र त्यो रातबाट काठमाडौँ धपक्कै बल्न सुरु गरेको थियो र त्यही रातबाट काठमाडौँमा लोड सेडिङको अन्त्य भएको मानिन्छ। त्यस्तै धनुषामा रहेको ढल्केबर सब स्टेसन भारतबाट आउने बिजुलीको नेपालमा विभिन्न ठाउँमा पुर्याउने मुख्य केन्द्र हो। तर त्यस समयमा विद्युत आपूर्ति अनियमित थियो, लोड सेडिङको प्रभावकारी व्यवस्थापन थिएन, बिजुली चुहाड उच्च थियो र केही समूहहरूले बिजुली चोरी गर्ने जस्ता समस्याहरू थिए। कुलमानले सब स्टेसनको व्यवस्थापन सुधार्न र विद्युत आपूर्तिको निगरानी गर्न नयाँ प्रणाली लागू गरे। उनले विद्युत चुहावट न्यूनीकरणका लागि विशेष रणनीति अपनाए र बिजुलीको वितरण तालिका व्यवस्थित गरी आवश्यक लोड सेडिङ हटाए। त्यस्तै त्यति बेला नेपालमा विद्युत अथवा बिजुली नभएर होइन, गलत व्यवस्थापनका कारणले गर्दा लोड सेडिङ भएको थियो। त्यो समयमा प्राधिकरणले विद्युत व्यवस्थापन गर्न नसकेर रोटेशनल लोड सेडिङको नीति अपनाएको थियो र विद्युत प्राधिकरणकै केही मुख्य कर्मचारीहरूको मिलोमतोमा ठूला उद्योगहरूले अवैध रूपमा बिजुली लिने गर्थे। तर कुलमान पदमा आएपछि यस्ता सबै क्रियाकलापहरू बन्द गरिदिए भने व्यवस्थापनलाई प्रभावकारी बनाउँदै गए। लोड सेडिङ हुनुको अर्को मुख्य कारण भनेको इलेक्ट्रिसिटी लिकेज थियो। कुलमान आउनुभन्दा अगाडि प्राधिकरणमा 25% भन्दा बढी बिजुली चुहावट भइरहेको थियो। यसका कारणहरू भने अवैध रूपमा ट्रान्सफर्मरको प्रयोग गरेर बिजुली चोर्ने, प्राधिकरणभित्र भ्रष्टाचारी र कमजोर अनुगमन थियो। कुलमानले अवैध रूपमा ट्रान्सफर्मरको प्रयोग गरेर बिजुली चोर्नेहरूलाई कडा भन्दा कडा कानुनी कारबाही गर्ने, फिडर र सब स्टेसनको अनुगमन गर्न आफूसँगै एक विशिष्ट टिमका साथ खटिने गर्थे र एससीडी प्रणाली पनि लागू गरे। यस्ता कार्यले केही समयमा विद्युत चुहावट 15% भन्दा तल घट्यो, जसले गर्दा विद्युतमा आपूर्ति बढ्यो र लोड सेडिङ अन्त्य गर्न ठूलो भूमिका खेल्यो। त्यस्तै नेपालमा विद्युत पर्याप्त मात्रामा हुँदाहुँदै पनि व्यवस्थापनको कमी भएकै कारण देशभर
लोड सेडिङ भएको थियो। कुलमानले विद्युत आपूर्ति सुधार गर्न घरेसी र औद्योगिकरणका ग्राहकहरूलाई प्राथमिकता दिए, जसले गर्दा विद्युत उत्पादनको सही व्यवस्थापन भयो। त्यसबाहेक नेपालमा भारतबाट विद्युत आपूर्ति भइरहेको थियो। भारतबाट आएको विद्युतको वितरण सम्बन्धी प्रभावकारी नीति भने थिएन। कुलमान र कुलमानको टिमले भारतबाट आयात गरिने बिजुलीको समय र दर समायोजन गरेर आपूर्ति व्यवस्थित गरे, जसले गर्दा विद्युतको निरन्तरता कायम रह्यो। यसरी व्यवस्थापन गर्दै समस्यासँग लड्दै कुलमानले काठमाडौँमा लोड सेडिङ अन्त्य गर्दै देशभरि लोड सेडिङ अन्त्य गरे। 2073 सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट लोड सेडिङ अन्त्यको सुरुवात भई 2075 साल वैशाख 31 गतेबाट देशभरि नै लोड सेडिङ अन्त्य भयो। कुलमानले लोड सेडिङको अन्त्य मात्र गरेनन्। 2072-73 मा 8 अर्ब 89 करोड घाटा र जगेडा तथा सञ्चित कोष 34 अर्ब 60 करोड 85 लाख नोक्सानीमा रहेको प्राधिकरण कुलमानले नेतृत्व गरेपछि केही वर्षमा आर्थिक फड्को मार्दै खुद नाफाको उकालो चढ्न थाल्यो। ऋणात्मक रहेको सञ्चित कोष धनात्मक तर्फ अघि बढ्यो। 2073-74 मा 1 अर्ब 46 करोड 73 लाख नाफा र 2074-75 मा 2 अर्ब 84 करोड 81 लाख नाफा भएको थियो र त्यो समयदेखि अहिलेसम्म प्राधिकरण कर्मश नाफामा नै छ। नेपाल सरकारले सञ्चालन गरेका सरकारी संस्थाहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था विद्युत प्राधिकरण बनेको छ। लोड सेडिङलाई अन्त्य गरी विद्युत प्राधिकरणलाई निरन्तर नाफामा लिएर 2077 भदौमा कुलमानले कार्यकाल पूरा गरी पदमुक्त हुन्छन् भने 2078 साल साउन 1 गते विद्युत प्राधिकरणको एमडीमा फेरि नियुक्ति हुन्छन् र हालसम्म एमडीमा कार्यरत छन्। कुलमानको काम र इमानदारिताले देखेर सबै जनताले उनलाई विद्युत नायक, असल देशप्रेमीका रूपमा उच्च सम्मानका साथ हेर्ने गर्छन्। तर पछिल्ला केही वर्षमा भने उनीमाथि केही आरोपहरू पनि लागेका छन्। विद्युत प्राधिकरणले सरकारी कम्पनी मार्फत एलईडी बल्ब खरिद गरी जनतालाई वितरण गर्ने योजना अघि सारेको थियो। यो योजना भ्रष्टाचार भएको भनी विवादमा तानियो र विवादका कारण यो योजना पूरा हुन सकेन र यसमा कुलमानले भ्रष्टाचार गरेको भनी धेरैले आरोप पनि लगाएका थिए। तर कुलमानले भने आफूले कुनै पनि भ्रष्टाचार नगरेको दावी गर्दै दोषी प्रमाणित भए सबै जनताको सामु टुडी खेलमा झुन्डिएर मर्न तयार भएको अभिव्यक्ति दिएका थिए। त्यस्तै कुलमानमाथि राजनीति र पावरले पद प्राप्त गरेको, ठेक्कापट्टा खरिद प्रक्रियामा अनियमितता गरेको, मिडिया मार्केटिङमा फजुल खर्च गरेको आरोपहरू लागेका छन्। त्यस्तै प्राधिकरणका विभिन्न टेन्डरहरू कुलमानले आफ्नो दाजुभाइलाई पार्छन् भन्ने आरोप पनि लागेका थिए। तर उनीमाथि लागेका आरोपहरू पूर्ण रूपमा पुष्टि र प्रमाणित हुन भनिसकेका छैनन्। अहिले केपी शर्मा ओली नेतृत्व सरकारले आफ्नो व्यक्तिगत फाइदाको लागि कुलमान घिसिङलाई हटाउनको लागि अनेकौं कोसिस गरिरहेको छ। तर जति कोसिस गरे पनि अहिलेसम्म हटाउन भनिसकेको छैन। जे भए पनि कुलमान एक सच्चा देशभक्त, असल, इमानदार र क्षमतावान व्यक्ति हुन्। कुलमान तपाईलाई कस्तो लाग्छन् कमेन्टमा अवश्य लेख्नुहोला र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीलाई साथ दिन नभुल्नुहोला।